हे ल सुरु गरौँ। गरम 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 गुड मर्निङ सर, थ्याङ्क यू। के को हल्ला गर्छौ? हल्ला बस्नु तिमीहरू। गुरु हजुरका निम्ति आक्रमण गर्ने ठाउँ पुस्तकले बस्नुहोस्। राम्रो। सबै जाति यस्तो भए पो हुन्छ त कहीँबाट? यस्तो हुनु छैन। यति मात्र होइन गुरु, हजुरका निम्ति जे पनि गर्न तयार छु। हो, यतिको चाहिँ हुनुपर्छ। बाबु बोर्डको अलिक फुल भयो जस्तो लाग्यो। के पो गरौँ? म पुस्तिहाल्छु नि गुरु। होइन बाबु, पर्दैन। तिमी गएर बस, म पुस्छु। अब हामी आज नयाँ लेसन सुरु गर्नुपर्छ हेर बाबुहरू। हुन्छ गुरु, नयाँ लेसन सुरु गरौँ। प्रणाम अङ्कल। प्रणाम बाबु। अनि आइपुग्यो? शिक्षा आर्जनको लागि आएको नि अङ्कल। ए अनि बाबु छिटै आयो त? अनि भर्खर नोबिस हुँदैछ त? अनि छिटो आएर रिभिजन गर्नुपर्ने छ कि अङ्कल, त्यही भएर नि। ए त्यसो जाऊ बाबु, जाऊ जाऊ जाऊ। हो लु जाऊ। ओ काका के छौ? अनि ठिक छ बाबु, ठिक छ। अनि कता 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 पढ्न आएको नि काका, के खाएर गिदी गरेर जान देऊ न हौ। हेर बाबु, अहिले 10:30 भइसक्यो, 11 बजी हुन्छ अनि म जाने। 40 मिनट यहीँ बस्नु, चुपचाप बस। ए अझै त टर्नै टाइम छ, आइज केटा के हात दिउँ न हामी। ल बस न त, बस। हामी यस्तै त हुने ब्रो, जहिले यस्तै त हुने हो। सरलाई मैले गरेर एक पञ्च हाने अन्त सबले आएर हान्छन् लाई। एक के हान्छ नि लठकरले, नचिनेका हुन् र। अरे हेरी बस्छ न, अनि अन्त्यमा म रेस्टिकेट हुन्छु। न यो दिमागमा के चलेको मेरो। झन् त्यो पल्लो क्लासको केटीलाई पट्याउन पाएँ भने त लाइफ नै सेट क्या। पुरै त्यसलाई पट्याउन चाहिँ पाउनु पर्ने हो क्या। मैले म जसरी भए पनि त्यसलाई पट्याउँछु क्या। बेनै हानिदिने हो नि त पट्याएर। अब कसम यो फेन्सहरू भने त मेरो टाउकोमा लाग्छ होला यार। टाउका लागेपछि म मर्छु, मरेपछि स्कुल बिदा होला। केटाहरूलाई कति मजा, मरेपछि बाल स्कुल बिदा होस् कि लागोस् न मलाई बाल। बस बस। ल बाबु, आज हामी नयाँ लेसन पढ्छौँ है। हुन्छ सर। ओए के खाँदैछस्? बाहिर पुगेर आइज। अहिले खाना पनि दिँदैन, कस्तो गिटी रहेछ। कति नै चाहिँ खाएको, थोरै त खाएको छैन। कस्तो गिटी यार बुढो। म सर भित्र आएर सोध्ने, जागर बस। खाँदा पनि कराउँछ, आउँदा पनि गर्छ। कस्तो for eggs. फेरि खाँदैछस्? यो सर। क्लासमा किन खाइस्? सर घरमा खाना क्लासमा खाने एउटै त हो नि। कसरी? सर घरमा पनि सब्जीमा आलु नै खाने हो, यहाँ स्कुलमा पनि एक्जामको रिजल्टमा आलु नै त खाने हो। राम राम राम। तौ क्लासमा किन खाइस्? क्लासमा सर ग्रुपमा खाएको। राम राम राम, यो पनि उस्तै। ओइ तौ बोलिरहेको छ सर। राम राम जिलिकान्टे। बेन्चीमा छु। क्लासमा खान लाज लाग्दैन? लाज किन बाबा? बाहिर निस्कि, उफ्रा पन। आफै भाले बनाएर म त सक्दिनँ। आफै भाले बना, आफै अन्डा देऊ। यत्रो उठाएर त बस्यो कि केटा, तर भालेले अन्डै नदिँदो रहेछ यार। धन्ना बुढोले भाले बनायो, भैँसीमा नाक्दाले दुधै दिनुपर्छ। चुप मुला। केटा हो, मसँग एउटा आइडिया छ। उठ केटा, सबजना उठ। ल केटा, पढ्दै गरे। बाहिर मुर्गा बन भनेको थिएँ, के गर्दैछन् केटाहरू? ओइ के गर्दैछौ तिमीहरू?
तिमीहरूलाई कुखुरापन भनेको मुटो निउडाएर बसेछौ त सर त्यस्तो होइन काम अघि हामीले चिप्स खाएको थियौँ चिप्समा नुन थियो अनि नुन खाएपछि कुखुरा झोक्राउँदैन क्लास आज सरप्राइज टेस्ट छ कपी र पेन निकाल छिटो ओ डबल तिमीसँग डबल पेन छ नि देऊ न यार मैले आज ल्याउनै बिर्सेछु ल ल कपी पनि ल्याइदिन्छु यार कपी पनि देऊ न यार साथी सबै मलाई नि मान्छौ ल स्केल पनि ल्याइदिन्छु साथी तिमीसँग स्केल छ नि देऊ न यार स्केल पनि ल्याइदिन्छु मैले हुनु पर्न तिमीलाई दिनको लागि ओए तिमीसँग छैन स्केल कहिले चाहिँ ल्याएको देखिस् ओए कस्तो राम्रो माला यार अस्ति मैले किन्नु खोजेको यार मलाई किन लाउँदै देऊ न यार यो लगाउन नलाउने फेरि गर्लफ्रेन्डले दिएको हो नि फेरि तिमी त मेरो बजेदेखि साथी यार देऊ न यार म भनिदिइहाल्छु गर्लफ्रेन्डले नलाउने फेरि गर्लफ्रेन्ड मार्छ नि मलाई ल यार भनिदिइहाल्छु ल केटा भर्दै नि यार तिमी त मेरो बचपनदेखिको साथी यार मलाई यति त देऊ न यार यति माला त दिन सक्छौ नि यार तिमी त मेरो सानैदेखिको साथी यार अनि गर्लफ्रेन्डले दिएको हो नि त यार साथीको लागि दिदी गर्न सक्दैनौ ए लगाए मर ल हेर्नुस् तपाईको छोराले स्कुल बिगार्यो कुन चाहिँ छोरा जेठो माइलो साइलो कान्छो कुन चाहिँ छोरा यहाँ पढ्ने छोराले यहाँ कतिको छोराछोरी पढ्छन् नि मलाई के थाहा हे त यहाँ पढ्ने तपाईको छोराले भनेको कुन छोरा जेठो माइलो साइलो कान्छो राम 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 जस्तो छोरो त्यस्तै बाउ गलत जस्तो बाउ त्यस्तै छोरा हुन्छ इज्जत डाउन गर्छौ लु भयो तपाईको छोरालाई हामी पढाउन सक्दैनौँ कुन चाहिँ छोरा जेठो माइलो साइलो कान्छो ए राम राम होइन क्या म श्याम दाजु तपाईलाई थाहा छ तपाईको छोराले के चाहिँ गरेन के चाहिँ गरेन तपाईको छोराले प्रिन्सिपलको छोरीले नम्बर माग्यो गलत प्रिन्सिपलको छोरीलाई होइन प्रिन्सिपलको बुढीलाई मागेको मैले नै माग्नु लाग्यो हैन तपाई कस्तो बाबु हामी यस्तै त हो नि ब्रो हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो ए केटा होमवर्क गराएछस् गरेको सर देखा त एलियन्स नाइस ल ठिक छ केटा ल ओए तिमीले होमवर्क गराएछौ कि छैन ओए तेरो होमवर्क निकाल त के गराएको छैनस् गर्न चाहिँ गराएको छ तर किन हेर्नुहोस् सर मेरो होमवर्क कुकुरले नै खाइदिएछ त्यो होमवर्क खाने कुकुर निकाल सर त्यो कुकुर ल्याउनै पर्दैन सर तपाईँ जस्तै थियो सर के भनिस् होइन सर तपाईँ जस्तो राम्रो र वफादार भनेको सर तँलाई यसमा हेर ओए तेरो निकाल के सर होमवर्क निकाल होमवर्क त गर्न नगरेको सर तर घरमै छ घरमा त मेरो पनि सुनको हात्ती छ नि त्यसो भए तपाईँ भोलि सुनको हात लिएर होमवर्क लिएर आउँछु नि त सर पफ तँलाई एकछिनमा हेर्छु सर किन यसलाई ज्वाइँ बनाउने हो यो राम्रो मै छ नि चुप तेरो होमवर्क निकाल सर मेरो होमवर्क त कुकुरले खाइदियो यसका पनि कुकुरले खायो तेरो पनि कुकुरले खायो होइन क्या सर यसको होमवर्क खाने कुकुर चाहिँ मेरो थियो अब कुकुर बिरामी भयो हस्टेल लाँदा लाँदा होमवर्क गर्नै भ्याइएन कस्तो एक्लै पढ्न झ्याउ लागेको यार केटाहरूलाई एकचोटि फोन गरेर बोलाउनु पर्यो ग्रुप स्टडी हान्नु त पर्यो नि केटाहरू पो कहाँ छ अब लक्की पो थियो यो टान 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 हो INGSO इन्सो हेलो कता छौ साथी आउ न यार ग्रुप स्टडी हान्नुमा आज एक्लै पढ्न त लास्ट झ्याउँदो रहेछ यार आउ न तिमी कहाँ छौ ठाउँ चाहिँ ल त्यो दिल्ली गान्डीलाई पनि लिएर आऊ है त्यो बिना त मजै हुँदैन यार जोक नगरी आउ न कस्तो गिरी होला छिटो आउ त आज बब्बाल पढ्नुपर्छ भोलिको दिनमा टप हानिदिनुपर्छ त्यो टप परे पनि हेरे होस् न आउँछ आऊ साथी लु छिटो साथी एकदम छिटो आउनु पर्यो अरू कुरा म जान्दिनँ ल छिटो आऊ है त ल Valent bond, the bond formed between two atoms by mutual sharing of electron between them. So केटा खतरा पढ्छ जस्तो हुन्छ हामीले पनि सिकायो केटा अब चिन्तै नगर्न म सिकाइहाल्छु नि म तपाईँ तँलाई के को चिन्ता हो फेरि केटाहरू चाहिँ पढ्दै गरेको केटा हो म चाहिँ एकछिनको फोन हेर्नु पढाइरहेको छु के गर्छौ यो फेरि यहाँ हेर न को Valent ओए मेरो गर्लफ्रेन्ड हेर्न यार कस्तो राम्रो फोटो हालेछ यार खोइ देखा ओए यस्तो थुप्रा चाहिँ कसरी केटी पढेछ तैले चाहिँ दाइको स्किन हुन्छ नि भाइ केटा हो झन् सुन न म्याम मलाई त अस्ति हैन
अननिकाल क्या मेसेज गरेर हाई भन्दा छ यहाँ हेर केटा हो यहाँ पक्का यहाँ खोल्छु यहाँ देख्यौ नि हाई भन्दा छ हैन अनि अस्ति झन् क्या मेरो फोटो कमेन्टमा आएर हेन्डसम रे म्याक्स म त मेरो त बिहे नै हुन्छ केटा हाई मात्र रे झन् मलाई त पल्लो क्लासको केटीले सन्जय छौरे कति के गरेको मेरो झन् म्या सुन न क्लास त्यो पल्लो क्लासको आकृति छैन त्यसले त झन् होइन मलाई त खाना खायो रे क्या किरीहरू मेरो कति पछि लागेको मैले खाएको नखाएको उसलाई चासो गरे क्या केटा हो यस्तो कुरा छोड्दै केटा यार आज मौसमले पनि च्यालेन्ज हानिरहेछ आज ह्यापी रेनिङ डे मनाइदिउँ मलाई भने बनाइदिउँ न त अनि शीतल चाहिँ दामी लिएर आइज है केटा ल ल केटा ल म गएँ छिटोले मुख रसाइसक्यो ल खोइ त त्यो आज केटा आउँदैन त कहाँ गयो त्यही त मुख रसाइसक्यो लिन त्यो मुखतिर पुगे क्या हो आउँदै आउँदैन त गएँ केटा हो तिमीहरू चाहिँ बाँडेर हो म चाहिँ एउटा सिँगै खान्छु एक्लै फर्स्टमा खान्छ ल ओइ तर यार मैले त्यसलाई लास्ट माया गर्थेँ यार तर त्यसले मलाई आज हालेर छोडेर गयो यार जिन्दा नगर केटा माया प्रेम त्यागौँ जोगी बन्नुपर्छ केटा हो जोगी बनाऊ केटा हो हाम्रो भोलि एक्जाम छ होइन बिहान पढाउँला अहिले आज केटा हो I love you Santaram 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 I love you Santaram Kulikita kati Kulikita kata ल आज हामी यसको पाठ 4 हाम्रो शरीर भन्ने पाठ पढ्छौँ है सर त्यो भन्दा उताको पाठ चाहिँ पढाउन न बाहा छ सधैँ पाठ हुन्छस् त्यो भोलि पढ्ने ओइ चाहिने कि तिमीहरू चाहिने पाठ नै भोलि पढाउँदै रहेछ किन आज बस्नु चुपचाप गरेर बस पढ्नै मन थिएन क्या यो च्याप्टर चाहिँ अब सुन हाम्रो शरीरमा एउटा मुटु हुन्छ त्यही भएर पो केटीहरू हाम्रो मुटुलाई टुक्रा टुक्रा पार्दो रहेछ नि त सर चुप बस्नुहोस् हाम्रो मुटु चाहिँ मासुले बनेको हुन्छ त्यही भएर पो खाना सजिलो हुन्छ र टुक्रा टुक्रा पार्दो रहेछ नि त केटीहरूले सर राम राम के कतै रम्या म्या मैले बोका हो नि त सर केटीको त ढुङ्गाले बनेको हुन्छ होला नि चुप लाग मुला केटा र केटी दुवैको मासुले बनेको हुन्छ गलत म्या सर यसको प्रशासनले फलो गरेछ त्यसले बालै दिन्न त्यसको त ढुङ्गा के छ यार सर मुटु पनि राम राम के कतै रम्या म्या मैले बोका हो नि त त्यसलाई त मैले सकिनँ अब प्रिन्सिपललाई कम्प्लेन नगरी छोड्दिनँ पक्का सर प्रिन्सिपललाई कम्प्लेन भन्दा पनि तपाईँले चाहिँ कम्प्लेन खानु पर्ने छ क्या हाइट भए पनि त बढ्छ राम 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 त कुन चाहिँ दिनमा जन्मिसै सर 2063 सालमा हो सर म त तेरो टाउको सर त्यो टाउको भन्नु हुँदैन तपाईँको शिर भन्नुपर्छ तान्नु छैन तै जान्ने तै वीर तै बाटो अभियसली केटाहरू साथमा हाम्रो थियो सानो ग्याङ पढाइतिर कहिले पनि दिएन ध्यान स्कुल जाने डेली तर लिएन ज्ञान हाम्रो लुक्स त्यति दामी हाम्रो सर पनि फ्यान केटाहरू साथमा हाम्रो थियो सानो ग्याङ कपडामा कामा त केरोको कापास गरेर पनि देशु जनता सबै हाँस मिठे कुरा गर्छस् वाला थोल्का मास यो पाइला रोक खान्छस् पाखा बस सबकनाइ ठिक पार्दिन्छु बोल्ने ठाउँमा महल्ला डाल्दिन्छु कस्तो एकछिन पढ्नु न त्यहाँनिर एकछिन पढ्दा जानु न अहिले बनाउँदैछौँ क्या हामी किन एकछिन नबोल्नु त्यहाँनिर उता देखिनुपर्छ नि भाइ कता यता र यता देख्नु पर्यो नि त केटा म त भाले बन्न सक्दिनँ आफै भाले बन्न आफै अन्डा देऊ यार तँलाई त हाई